यो देशमा कोही न कोही जेल त जानै पर्छ। सुरुवात मबाट गर्नुहोस्, म तयार छु, तर सत्यबाट विमुख हुनेवाला छैन। सुरुवात मबाट गर्छु, भ्रष्टहरूलाई जेलमा हाल्छु, सकिनछु भने तिनले मलाई जेलमा हाल्नेछन्। त्यसकारणले मैले जेलको उद्घाटन चाहिँ गरेर आएको छु। नेपालगञ्जको एउटा जेलको उद्घाटन गरेँ मैले, त्यहाँ मेरो नाममा शिलालेख लेखिएको छ उद्घाटन गर्ने, किनकि मलाई थाहा छ राम्रो काम गर्न सकिएछ, साथ पाइएछ भने अब त संसदीय समितिमा पनि तपाईँहरूको बहुमत भयो होला। अब त मलाई ठग प्रमाणित गर्न तपाईँलाई कुनै आपत पनि पर्दैन होला। गर्नुहोस् ठग प्रमाणित। यो देशमा कोही न कोही जेल त जानै पर्छ। सुरुवात मबाट गर्नुहोस्, म तयार छु, तर सत्यबाट विमुख हुनेवाला छैन। सुरुवात मबाट गर्छु। सम्मान्य सभामुख महोदय, मैले आफ्नो कार्यकालमा औपचारिक उद्घाटनलाई कहिले पनि प्राथमिकता दिइनँ। मलाई यी उद्घाटनहरूमा त्यति धेरै विश्वास पनि छैन। मैले औपचारिक उद्घाटनमा आफूलाई समय खर्च पनि गर्न चाहे।